सत्यवतीको यात्रा पुरै जाम छ बाटो। बजाइले गाडी पास गराउनु भएको छ। हेलो गाइज, यो गोलपाकदेखि सिद्धबाबातिरको जाम हो। आज राति धुम्सासम्मको जाम भन्ने छ। आज सत्य बजाइको यात्रामा मान्छेहरू यति भिडियो गरिदिए है, भिडियो गर्न जान्छ के यो सत्यवती जाने लाइन हो। फुल बाटामा छ, बाटोमा लाइन छ। लाइन छैन, लाइन जान्छ है मान्छे फुल तर्ने। लाइट गुफाभित्र जानु लाग्यो। हर रातिको 12 बजे के हो मान्छे बिस्तारै बिस्तारै नआत्तिम हजुर। ल यहाँ ल ल ओ नवीन आलम मागेछ है, बरु उही माथि गएर सिन्दुर आलम ल। होइन मजै आएन नि यार। ओहै ठाउँ ठाउँमा हाम्रो ग्याङ तलबार गीत गाइरहेको। रामलाई पछि मैलाउला, रामलाई अघि लामला, रामकै पछि मैलाउला। ल कहाँको बिस्तारे ल ल छोरी पाए ल ल मेरो छोरो र तिम्रो छोरी रमाइलो भनेदेखि तलसम्म आउँछ त। एकजना गयो त्यो हेर त कसरी राख्नु मान्छेको ओइरो हो गाइस। यस्तो पनि हुँदो रहेछ मान्छेको। तपाईँ आफ्नो हात खुट्टा सबै पहिलो तपाईँले के हेर त बालबच्चा केटाकेटी बुढाबुढी छन्, तिनीहरूलाई के आफ्नो नि तपाईँ जतिको मान्छेले त सोच कसरी हुन्छ त्यो गर्नुपर्छ। खड़ा होकर जो है ना रोकना ही रखो। हेलो भैया
बजारहरू राम्रै छ है यतातिर चाहिँ यता यस्तो चलिरहेको छ बजारहरू खानपिन पकाउने माछा मासु होला के छ व्यवस्था छ के हुन्छ देख्नुहुन्छ अहिले मान्छेहरू गएको छ भिडभाड निकै छ यहीँ बसौँ हामी अहिले जाम लाग्यो उता नवीन हो र हान्डे देख्नु पाउँछ आफ्नो नानीहरू बिहान आउने उति छ जाने उति छ के आउने जाने मान्छेको लर्को छ योमा के रहेछ यस्तो मैले त भनेकै थिएँ कि यो गाइस जाम छ है जाम छ पुरै जाम छ यो बिहानबाट बिचरा एक पाइला डगे छैनन् बिहान कि रातिबाटै हामी आउने बेला यस्तो बिति पनि मान्छे हुँदो रहेछन् हुन त को छोरो जाम बिचरा हेर्नु कुन दुःख लाग्यो भिडियो गर्ने त सत्यवती मेलाले हिजो बनायो गाइस आलु खत्तम बना मान्छे खत्तम सब खत्तम बना पा गाडी हावाले होइन हावाले त ढालिदियो मान्छेले सत्यानाश पार्दै त्यही हो ओह्रालो त्यस्तै
हाँ अब यहाँ बस एक्सिडेन्ट भन्ने ठुलो कालले स्कुटीवाला बाँचे बस एक्सिडेन्ट त्यो स्कुटीवाला झन्डै मारे नि